ए त्यो केन्टकीमा उहाँ त पहिला यहाँ फेरि नेपालमा पुलिसमा हुनुहुन्थ्यो नि त सुधीर ओझा त्यो बेलादेखि चिन्नुहुन्थ्यो हजुर ए उहाँ गएर भेटघाट कसरी भयो सुधीर ओझासँग उहाँ कसरी भेटघाट भयो अब उहाँको आफन्त र मेरो आफन्त कमन आफन्त भएको हुनाले अब जाने आउने बेलामा डियु परेका सबै म्याक्सिमम त्यही एरियामा गएर बस्यो यहाँका हजुर चिन्जान हुनाले उसले उसलाई हेल्प गर्ने उसले उसलाई हेल्प गर्ने ए सुधीर ओझाहरूको घरमा पनि गइएको छ ए यो बाइ मम्मीसँग पनि भेट भएको छ मम्मी त्यो रेन्जर बाजेसँगै बस्छन् रेन्जर बाजे र बजै सुधीर ओझासँगै बस्छन् बच्चा पनि भइसक्यो अनि डियु परेपछि आएर बिहे गरेर जानुभयो हजुर 16-17 को डियु परेको अनि 20 मा आएर बिहे गरेर अब त डिबी घरमा नानी कति पैसा डिबी खुलेकै छैन यार यो वर्ष चाहिँ के त्यो फेरि पैसा तिरेर भन्नु $1